हामीहरू माछा मार्न आएको है पुरै दामीसँग छोरो छ लाएर आज चाहिँ माछा मार्का भइरह दामीसँग यो पुरा समस्या माछा है रमाइलो छ जिन्दगानीमा क्या लङ भिडियोमा यस्तो टुरो माछा मार्न म चाहिँ हेरेर बसिरहेको छु टुरो कति माछा मारे कति महाराज टुरो मारे है पुरै के अरे माछा पाइने खोर पुरै सङ्लो पारिन्छ यहाँ चाहिँ छराबाट भग्यो तार यहाँ चाहिँ यस्तो खोर छ सुइदो छ यहाँ रेडी बनाउने भयो छोडिदिनु क्या आज बल्छी सल्छी लाएर पुरै माछा मार्न गएर है म चाहिँ यत्रो माछा मारिसकेँ ए खोला गए अल्छी भन्लान् फेरि खोला नगई घर बसे अल्छी भन्लान् फेरि खोला गएर माछा मारे बल्छी भन्लान् फेरि आधी खोलामा के ल्याइदिउँ कसैले हेर्ने झोलामा के मार्यो है माछा आज पुरै ए जोतेर हान माछा मार्न जान्ला हो शङ्करले आज फेरि कति मार्छ माछा ल ठुलो माछा आज शङ्करले हामी चाहिँ यसो लगाएर यति मार्यो है टुइ दामी छ है दामी यहाँ फुल फुलिरहन् सो लगाएर हिउँरी खोलो है झरना नेपालको टप झरना नेपाल रेड क्रस सोसाइटी किन टाढा कस्तो छ माछा कस्तो छ नि रमाइलो छ जिन्दगानी गाउँघरमै बिताउने यो गाडीमा म पनि जाने हो ड्राइभर दाइले कहाँसम्म लाने हो यो गाडीमा म पनि जाने हो ड्राइभर दाइले कहाँसम्म लाने हो है आइसकेको छ खोलो यी भएर हामी चाहिँ माछा मार्न है माछा मार्न मछलिया मार्न गोली झरेर
तिम्रो के भन्नु छ के भन्छ के छैन रमाइलो भइरह ठिक छ शङ्करले मारे माछा हो यत्रो छ तुले मारे आए खतरा मार्ने झोडा अन्त माछा त यो माछा चिन छोपे अलिअलि मारे हाटो मान्छ शङ्करले भन्दा अर्को ठुलो मारे हाट त ल पुरा त त्यो खोल क्या खोला भाइ खै त अर्को ठुलो जय पुरा ला त जय बोलाने यो जुनीलाई यस्तै नहुने यस्तो कलकल बगिरहेको है माछा यस्तो सुनसान जग्गामा है मैले घाम लाग्छ यहाँ भने यस्तो छ राख हामी भने यति बसेर होइन जार लाग्यो नि कस्तो जार लाग्यो यार कब जाने हो घर अहिले जाम लाग्यो है अहिले जाम लाग्यो यार जार लाग्यो तोर्म त है हामीले के न माछा मारे न के गर्ने यार यस्तो जाडोमा यस्तो खोलामा को बसेर त यस्तो अँध्यारो लाग्यो चिसोमै गइ जाम लाग्यो तोर्म त है पुरै त्यो मारिसक्यो त्यो पनि जन्मै माछा अब चाहिँ भ्याउ त मार्दै है यहाँ चाहिँ यसो लगाएर अब चाहिँ भ्याउ त मार्दै घर जाने है ल